गाइजहरु हामी चाहिँ यहाँनेरि पुरा गिटी ट्र्याक्टरमा लोड गर्ने यहाँ पर्खरमा छौं र यहाँ लोड गरिरहेका छौं। यो चाहिँ मिस्टर परशु राउतको गाडीमा ट्र्याक्टरमा हामीले लोड गरिरहेका छौं। यहाँ गुर्जीहरु लगायत हाम्रो टिमले दमादम यहाँ काम नपुगेर राति हुँदो पनि यहाँनेर चाहिँ यसरी गिटी लोड गरिरहेका छौं। यतातिर आगो ताप्ने हाम्रा सरहरु हुनुहुन्छ, आगो तापिराख्नु भएको छ। यहाँनेरि जाडो भएर जाडोमा आगो तापिराख्नु भएको छ। यतातिर ट्र्याक्टरहरु छ भने हामी चाहिँ यतातिर पुरा ट्र्याक्टरमा गिटी लोड गरिरहेको अवस्था हो थिएर। ल आम्ममा रातभरि रात पनि नभनी दिनभरि रातभरि खटाइदरो छ हाम्रो जोस। ल गिटीको लोड अनलोड गर्न एकदमै गाह्रो हुने रहेछ, अप्ठ्यारो हुने रहेछ। यहाँनिर चाहिँ रातभरि गिटी लोड अनलोड भइरहेछ अहिले। गाडी लगेर यसलाई ठाउँमा चर्च भवन निर्माणको लागि चाहिँ पर फिल्डमा लगेर यसलाई थुपार्नको लागि गिटी लोड अनलोड गरिरहेको छु। ओहो आगो त मजाले बल्यो नि, सबै उज्यालो। हाम्रो गिटी धनी यता हुनुहुन्छ अनि उता पनि हुनुहुन्छ। यहाँनिर दुईजना बसिराख्नु भएको छ। उहाँहरू पनि राति हामीलाई पर्खेर हामी भने यतातिर गिटी लाँदैछौँ। हामीले दुई गाडी बलौटा लगेर गिटी ओसार्दैछौँ। निकै टिपै लगाइसक्यौँ गिटी पनि, बलौटा चाहिँ दुई गाडी। यो त गिटी लाउँदा निकै टाइम लाग्ने रहेछ। म चाहिँ भिडियो भने अहिले यतिकैमा अन्त गर्नेछु। आगो चाहिँ हो दामी घर जस्तो छ यो, के मजाले बलेको आगो।